मानिसहरूले तब बेवास्ता गर्छन् जब उनीहरूलाई आफूभन्दा राम्रो कोही भेटिन्छ वा उनीहरू स्वयं अझ राम्रो व्यक्तिको खोजीमा हुन्छन्। यति धेरै नबोल्नुहोस् कि मानिसहरूले तपाईँ चुप हुने प्रतीक्षा गरून्। बरु यति बोलेर चुप हुनुहोस् कि मानिसहरूले तपाईँलाई फेरि सुन्न चाहुन्। राम्रो गुण देखेर त धेरैले माया देखाउँछन्। जीवनमा ठाउँ उसैलाई दिनुहोस् जसले कमजोरी देखेर पनि साथ नछोडोस्। आजकल आवश्यकताभन्दा धेरै राम्रो हुनु पनि आवश्यकताभन्दा धेरै अपमानित हुनु जस्तै भएको छ। कहिले उसलाई बेवास्ता नगर्नुहोस् जसले तपाईँको धेरै ख्याल राख्छ, नत्र कुनै दिन तपाईँलाई महसुस हुनेछ कि ढुङ्गा जम्मा गर्ने क्रममा तपाईँले एउटा हिरा गुमाउनुभयो। जीवनको बाटो बनेको पाइँदैन, आफै बनाउनुपर्छ र जसले जस्तो बाटो बनाउँछ उसले त्यस्तै गन्तव्य पाउँछ। एकान्तले सधैँ तपाईँलाई एक महत्त्वपूर्ण व्यक्तिसँग परिचित गराउँछ र त्यो व्यक्ति हुनुहुन्छ स्वयं तपाईँ। जब मन दुखी हुन्छ आफ्नो मनलाई सोध्नुहोस्, कति समय र किन दुखी भइरहने? मनले भन्छ मानिसहरूले मसँग गलत गरे, उनीहरूले माफी माग्नुपर्छ, उनीहरू बदलिनुपर्छ। तर त्यो सायद कहिले हुँदैन, किनकि उनीहरूलाई आफूले गलत गरेको महसुस नै हुँदैन। दुःख मानिसहरूको व्यवहारले होइन, आफ्नै सोचले हुन्छ। सोच बदल्नुहोस्, दुःख आफै हराउँछ। प्रशंसाको पुल मुनि स्वार्थको नदी बगिरहेको हुन्छ। मानिसले लाखौँ कुरा जानोस्, सारा संसार चिनोस्, तर यदि उसले आफूलाई चिन्दैन भने ऊ अझै अज्ञानी नै हो। यदि कसैले तपाईँलाई अस्वीकार गर्यो भने नराम्रो नमान्नुहोस्, किनकि उसले तपाईँको मूल्य चिनेको हुँदैन। मेहनत त्यो सुनौलो चाबी हो जसले बन्द भविष्यका ढोका समेत खोलिदिन्छ। शब्द, सोच र व्यवहारले संसार बदल्न सक्छ। जुन सम्बन्धले रुवाउँछ त्यसभन्दा गहिरो सम्बन्ध अर्को हुँदैन, र जुन सम्बन्धले रुँदै छोडिदिन्छ त्यसभन्दा कमजोर सम्बन्ध अर्को हुँदैन। विगतलाई सम्झेर नरुनुहोस्, त्यो बितिसकेको छ। भविष्यको चिन्ता नगर्नुहोस्, त्यो अझै आएको छैन। वर्तमानमा बाँच्नुहोस् र यसलाई सुन्दर बनाउनुहोस्। सधैँ शान्त रहनुहोस्, यसले तपाईँलाई जीवनमा धेरै बलियो बनाउँछ, किनकि फलाम चिसो हुँदा बलियो हुन्छ र तातो हुँदा जस्तो सुकै आकारमा ढाल्न सकिन्छ। आत्माले सधैँ थाहा पाउँछ कि सही हो र के गलत, तर मानिसको सबैभन्दा ठूलो चुनौती भनेको आफ्नो मनलाई बुझ्नु हो। कठिन समयमा मानिस एक्लो हुन्छ, तर कठिनाइहरूले नै मानिसलाई बलियो बनाउँछन्। जसले तपाईँलाई सम्मान दिन्छ उसैलाई सम्मान दिनुहोस्। हामी जीवनभर धन कमाउन मेहनत गर्छौँ। धनले सुविधा दिन्छ, आराम दिन्छ, तर यदि सम्मान, खुसी, स्वास्थ्य र राम्रो सम्बन्ध पनि चाहिन्छ भने धनभन्दा बढी आशीर्वाद कमाउनुपर्छ। माया पाउँदा मात्रै आफ्नो अस्तित्व हराउनु हुँदैन। जसरी सूर्य उदाएपछि चन्द्रमाको चमक हराउँछ, त्यसरी महान त्यो हो जो आफ्नै बलमा उभिन्छ। उमेर बढ्दै जाँदा तपाईँलाई महसुस हुन्छ कि यदि सत्य जान्नुपर्छ भने सबैभन्दा पहिले आफूलाई निष्पक्ष बनाउनुपर्छ। आफ्ना सबै मुखौटा हटाउनुपर्छ, सबै धारणा र विश्वास त्याग्नुपर्छ। तब मात्र सत्य बुझ्न योग्य बनिन्छ। यदि तपाईँको मनमा कसैलाई दुःख दिने सोच छ भने याद राख्नुहोस्, त्यो बिउ तपाईँको आफ्नै मनमा रोपिन्छ, अरूको मनमा होइन। बिउ तपाईँभित्र छ भने वृक्ष पनि तपाईँभित्रै उम्रिन्छ र फल पनि तपाईँले नै भोग्नुहुन्छ। वास्तवमा भगवान हरेक मानिसभित्र हुनुहुन्छ। आफ्नै भित्र डुबेर हेर्नुहोस्, कति आनन्द छ। जसले गुमाउँछ उसैले पाउने कुराको मूल्य बुझ्छ। सुखी हुँदा कृष्णलाई नबिर्सनुहोस् र दुखी हुँदा कृष्णमाथि विश्वास राख्नुहोस्। कसैको स्वभाव जान्न छ भने उसलाई स्वतन्त्रता दिनुहोस्। कसैको सोच बुझ्न छ भने उसलाई विश्वास गर्नुहोस्। यदि तपाईँ दुःखमा ध्यान दिनुहुन्छ भने सधैँ दुखी रहनुहुनेछ, र सुखमा ध्यान दिनुहुन्छ भने सधैँ सुखी रहनुहुनेछ। तपाईँ जुन कुरामा ध्यान दिनुहुन्छ त्यही कुरा सक्रिय हुन्छ र तपाईँको जीवनमा